Hello people, namaste. This is Santosh. Welcome back our YouTube channel Micro Sign. आजको यस भिडियोमा तपाईलाई हृदयदेखि स्वागत छ र आज पनि सधैँ जस्तो नै एकदमै इन्ट्रेस्टिङ र युजफुल भिडियो लिएर आएको छु जुन नेपालमा जो कोहीले पनि इन्टरनेट ब्याङ्किङ या त मोबाइल ब्याङ्किङ युज गर्नुहुन्छ भने स्पेशली आज हिमालयन ब्याङ्कसँग रिलेटेड भिडियो लिएर आएको छु जुन चाहिँ भर्खरै मात्र लेटेस्ट एप्लिकेसनहरु चेन्ज भएको छ र धेरै मोबाइल ब्याङ्किङमा फुल्ली अपडेट भइसकेको छ र यो चाहिँ तपाईले ब्रान्च नगई पोसिबल छैन र तपाईले त्यो भन्दा अगाडि यो भिडियोलाई कम्प्लिटली हेर्नुभयो भने तपाईले ब्रान्च जानु जरुरी छैन तर यस्तो टिप्स एन्ड ट्रिक्स तपाईलाई बताउन गइरहेको छु जुन तपाईले भिडियो नहेरी पोसिबल हुनेवाला छैन है त र फर्स्ट अफ अल भन्नुपर्दाखेरि एप्लिकेसन चेन्ज भएको छ तपाईले धेरै अपडेटहरु गर्नुपर्ने हुन्छ तपाईको एज पुरै एकाउन्ट नम्बर नै चेन्जेस भएको छ त्यही भएर प्रोसेस मजाले नै क्लियरसँग नै गर्न सक्नुहुन्छ यो चाहिँ ब्रान्च नगई सम्भव छैन ब्रान्चले पनि कुनै पनि यो बैंकहरुले पनि जस्तै यो हिमालयन बैंकले पनि इन्टरनेटमा पनि जस्तै कि ग्राहकको सुविधाको लागि चाहिँ भिडियो बनाउनु पर्ने जस्तो लाग्छ तर कोही बात छैन आजसम्म बनिएको छैन कसैले पनि बनाउँदैन र त्यसको लागि म छँदै छु मेरो च्यानललाई सब्स्क्राइब गरिराख्नु भयो भने जुनसुकै हिमालयन बैंक मात्रै नभएर अरु नेपालको धेरै बैंकहरु को चाहिँ म भिडियो चाहिँ आजसम्म बनाइरहेको छु बसिरहेको छु त्यो मलाई कुनै बैंकले स्पोन्सरशिप दिएको पनि हैन मैले खुद आफै आफ्नो भ्युअरहरुको लागि बनाएको है त ल तपाईले यो प्रोसेस हेर्नु भयो भने अरु बैंकलाई पनि काम दिन्छ तपाईले स्किप नगरी हेर्नु होला है त र फर्स्ट अफ अल भन्नु पर्दाखेरि तपाईलाई म आफ्नै मेरो आफ्नो फोनको स्क्रिन चाहिँ तपाईहरुमा शेयर गरेर मैले मेरो आफ्नै बैंकमा चाहिँ कसरी चाहिँ मैले फुल रेजिस्ट्रेसन प्रोसेस गर्ने छु त्यो सबै तपाईलाई देखाउने छु कहाँ जानुपर्ने छ के गर्नुपर्ने छ र इन्टरफेस जुन एप्लिकेसनको इन्टरफेसहरुमा के चेन्जेस भएको छ यी सबै कुरा गरेर चाहिँ तपाईलाई म लाइभ लास्टमा चाहिँ के भने फन्ट नै ट्रान्सफर पनि गरेर देखाउँछु कुनै पनि एउटा बैंकमा तपाईलाई पैसा पनि पठाएर देखाउँछु है त मतलब ओभरअल तपाईले यो भिडियो हेर्नु भयो भने तपाईले फुल प्रोसेस सबै फिचर देखि लिएर ड्याशबोर्ड देखि लिएर फन्ड ट्रान्सफरको प्रोसेस देखि लिएर एभ्रीथिङ इज जान्न सक्नुहुनेछ त्यसैले गर्दाखेरि फेरि पनि भन्ने गर्दै छु आजसम्ममा हाम्रो च्यानलसँग जोडिनु भएको भने पक्कै पनि जोडिनु होला यहाँनिर लगभग 1000 भिडियो हुनेवाला छ त्यो सबै भिडियोहरु 100% काम दिने आफ्नो दैनिकी जीवनमा युज हुने नै भिडियोहरु छ ढिला नगरी भिडियोलाई सुरु गरौँ लेट्स चेक इट आउट ल त गाइस तपाईले प्ले स्टोरमा गएर खोलिसकेपछि यस्तो इन्टरफेस खुलेर आउँछ तपाईले HIMB प्लस भनेर आउँछ है यसलाई इन्स्टलेसन गर्नुपर्ने हुन्छ र ओपन गर्ने र यस्तो इन्टरफेस खुलेर आउँछ तल रेजिस्ट्रेसन एक्टिभ भन्नेलाई क्लिक गरिसकेपछि माथिल्लोपट्टि इनरोल योर अकाउन्ट यहाँनिर तपाईले चाहिँ अकाउन्ट नम्बर लाउनु पर्ने हुन्छ यो अकाउन्ट नम्बरमा चाहिँ अलिकति चेन्जेस भएको छ तीनवटा अगाडिको दुईटा र पछाडिको दुईटा अक्षरहरु चेन्ज भएको छ त्यो चाहिँ तपाईले ब्रान्चमा गएर मेरो लेटेस्ट अकाउन्ट नम्बर चाहिँ के हो भनेर सोध्नु पर्ने हुन्छ है त अकाउन्ट होल्डर नेम राख्ने मोबाइल नम्बर राख्ने इमेल आइडी राखिसकेपछि तपाईले सबमिट गर्नुपर्ने हुन्छ कन्टिन्युको बटनलाई तल प्रेस गर्नुपर्ने हुन्छ है त र त्यसपछि तपाईले टर्म्स एन्ड कन्डिसनलाई एक्सेप्ट गर्नुपर्ने हुन्छ यो आई हेभ रिड द टर्म्स एन्ड कन्डिसन यसलाई चेक मार्क हाल्नुपर्ने हुन्छ र यति लामो टर्म्स एन्ड कन्डिसन यहाँनिर राखिदिएको छ कि ताकि यो चाहिँ फसाउनै आँटेको जतिकै यति साह्रै राखिदिएको छ कि ताकि तपाईले पेजमा निकाल्यो भने 5औं 10औं पेज होला जस्तो छ र कोही बात छैन यसलाई एक्सेप्ट गरिसकेपछि यस्तो इन्टरफेस खुलेर आउँछ तपाईले यहाँनिर फिलअप गर्नुपर्ने हुन्छ तपाईले क्याप्चा यो डिटेलहरु तपाईलाई फेरि एकपल्ट रिकन्फर्मको लागि सोध्छ र क्याप्चा तपाईले इन्टर गरिसकेपछि भेरिफाईको बटनलाई प्रेस गरिदिनु पर्ने हुन्छ प्रोसेसिङ हुँदैछ यु हेभ सक्सेसफुली इनरोल टु मोबाइल ब्याङ्किङ भनेको छ है त अब तपाईले एक्टिभ गर्नुपर्ने हुन्छ तल्लोपट्टि र फेरि अगेन युजर नेम तपाईले माथिपट्टि राख्नुपर्ने हुन्छ युजर नेम त तपाईलाई थाहा छँदैछ है त युजर नेम यसलाई राखिसकेपछि तपाईलाई यानी आफ्नो युजर नेम राख्नुपर्ने हुन्छ जस्तै मेरो हेरेर तपाई त्यही चाहिँ नराख्नु होला र तपाईले रेजिस्टर मोबाइल नम्बरमा एउटा ओटीपी जानेछ मतलब ओटीपी मतलब कोड जानेछ जुन चाहिँ 5 डिजिटको रहनेछ है अब तपाईले एक्टिभेसन कोड यो रहनेछ यसलाई तपाईले 5 डिजिटको मतलब नम्बर अंक सब हुनेछ है त जे छ त्यस्तै राख्नु होला मिस्टेक भयो भने यसरी यु हेभ एन्टर्ड इनकरेक्ट भनेर भन्नेछ है त अब मैले चाहिँ अलिकति रिकन्फर्म गर्नुपर्ने हुन्छ मैले अगाडि यो
राखेको चाहिँ अलिकति मिस्टेक भएछ। यसलाई कन्टिन्यू गरिसकेपछि फेरि तपाईँले मोबाइल नम्बर पासवर्ड चाहिँ नयाँ जेनेरेट गर्ने मौका आउँछ। तपाईँले नयाँ पासवर्ड राख्नुपर्ने, स्ट्रङ पासवर्ड, क्यापिटल स्मल र नम्बर र केही उयोहरू राख्नुपर्ने हुन्छ। र कङ्ग्रेचुलेसन भइ नै सकेको छ, मैले राखिसकेको छु। यसरी राख्नुपर्ने छ। तपाईँलाई एक्जाम्पल पनि मैले दिएको छु स्ट्रङ पासवर्ड कसरी सेट गर्ने भनेर है त। अब तपाईँले केही नै गर्नु पर्दैन। फर्स्ट इन्टरफेस आएपछि युजर नेम राखिदिनु पर्ने हुन्छ। युजर नेम, आफ्नो युजर नेम र पासवर्ड राख्नु होला। पासवर्ड राखिसकेपछि तपाईँले साइन इनको बटनलाई प्रेस गरिदिनु होला है त। मैले गरिदिइसकेको छु र प्रोसेस हुँदैछ। फाइनल्ली फेरि टर्म एन्ड कन्डिसनलाई फेरि पनि चेक मार्क हान्नु र डन गर्ने, एक्सेप्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ एकदमै टुमा चाहिँ लामो छ है, तपाईँले पढ्न सक्नुहुनेछ र म चाहिँ पढ्दिनँ पनि, भ्याउँदिनँ पनि। त्यसैले गर्दाखेरि यसलाई स्किपै गर्नु पनि अप्सन छैन र एक्सेप्ट गर्नै पर्यो। र अब फेरि तपाईँले एउटा मौका आउनेछ जुन चाहिँ ट्रान्जेक्सन पिन, जुन तपाईँले पैसाहरू ट्रान्सफर गर्दाखेरि यो पिन नेसेसरी पर्नेछ। यसलाई 6 डिजिटको पिन यहाँनिर तपाईँले सेटअप गर्नुपर्ने हुन्छ। र फाइनली सेटअप मेरो भइसकेको छ। अब बायोमेट्रिक ट्रान्जेक्सन पनि तपाईँले राख्न सक्नुहुन्छ। मैले क्लिक गरेँ, अहिले भर्खर राखेको पिनलाई मैले यहाँनिर फेरि इन्टर गरिदिएँ र अब चाहिँ तपाईँको बायोमेट्रिक पनि इनेबल भइसकेको छ। र फर्स्ट इन्टरफेस यसरी खुलेर आइसकेको छ। तपाईँले यहाँबाट पूर्ण डिटेलहरू हेर्न सक्नुहुन्छ, एकाउन्ट डिटेलहरू पनि हेर्न सक्नुहुन्छ। बाँकी रहेको फिचरहरूको पनि तपाईँले मजाले सुविधा लिन सक्नुहुन्छ। म अहिले फन्ड ट्रान्सफरलाई क्लिक गरेर तपाईँले मैले अघि वचन दिइसकेको थिएँ फन्ड ट्रान्सफर पनि गरेर देखाउँछु भनेर, त्यही भएर मैले यहाँनिर गएँ र यहाँनिर कहाँ पठाउने, कसलाई पठाउने, ब्याङ्क सेलेक्ट गर्नुपर्ने हुन्छ। म कामना विकास ब्याङ्कलाई सेलेक्ट गरेँ। एकाउन्ट होल्डर नेम है, टु एकाउन्ट नम्बर भइगयो। एकाउन्ट होल्डर नाम पनि राख्ने र एमाउन्ट राख्ने र तपाईँले रिमार्कमा यो चाहिँ मेन्डेटरी छ। तपाईँले रिमार्कमा केही न केही चाहिँ राख्ने होला। के राखौँ त, अब तपाईँलाई एक्जाम्पल दिँदैछु। ट्राई डेमोको लागि ट्राई नै राखिदिएँ है। कन्टिन्यूको बटनलाई फेरि प्रेस गरिदिनु पर्ने हुन्छ। ब्यालेन्सहरू यहाँनिर मजाले सो नै गरिरहेको छ। र तपाईँले फाइनली यहाँनिर देखाइसक्यो कहाँ जाने र कुन ब्याङ्कबाट डिरेक्सन हुने र ओके भइसकेपछि तपाईँले कन्टिन्यूको बटनलाई प्रेस गर्न सक्नुहुन्छ। यदि तपाईँले फाइनली मजाले चेक गर्नुपर्ने हुन्छ है त, यहाँनिर तपाईँले हेर्नै पर्ने हुन्छ। र अघि मैले इनेबल गरेको छु बायोमेट्रिक, यसलाई अन गरिदिएँ। बायोमेट्रिकलाई थिचेर मेरो ल्याप चाहिँ हानिसकेँ। मैले ल्याप चाहिँ हानिसकेपछि प्रोसेसिङ भइरहेको छ। अब चाहिँ पैसा फाइनली ट्रान्सफर टु सक्सेसफुल गइसकेको छ। पैसा यसरी 20,000 रुपियाँ मैले ट्रान्सफर गरिसकेको छु है त। यसरी नै मजाले पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ। तपाईँहरूले पनि हस् त भिडियोलाई पुरा हेरिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि यस्तै युजफुल र इन्ट्रेस्टिङ भिडियोहरू चाहिँ हेर्नको लागि हाम्रो च्यानलसँग जोडिन नबिर्सिनु। हस् त, नमस्ते, धन्यवाद धन्यवाद धन्यवाद।